भेडाको बोका हो कि सर भेडाको यो भेडाको बोका हो क्या भेडाको बोका भेडाको बोका हो आँखा हेर्नु यसको बोका नै हो रिसा रहेछ है बोका नै के हो यो चाहिँ बोका नै हो बोका नै हो ए भेडाको भाले जाति हो यसलाई चाहिँ हामी ए यसरी थाहा हुन्छ है यो भेडाको बोका हो कि होइन भन्ने कुरा चाहिँ यहाँदेखि थाहा हुन्छ गाइज हो यहाँदेखि चाहिँ हामी लेफ्ट जान्छौँ यहाँदेखि चाहिँ हो है यहाँदेखि हो यहाँदेखि आउनु यहाँ भयो होइन यहाँबाट चाहिँ यतातिर हो जस्तो लाग्छ मलाई राइट हो कि जस्तो लाग्यो हो यतैतिर नै हो हेर्नु हेर्नु सिधै हो अब सिधै हो हेर्नु सिधै हो हेर्नु आम्मा अहिले हाम्रो यो धारपानी चाहिँ यस्तो रहेछ सरी धारपानी होइन यो के भन्छ नामै बिर्सिन्छ क्या यहाँ फेरि ए बाह्रकुने दह है यो चाहिँ बाह्रकुने दह आइपुग्यो हामी ठिकै रहेछ रमाइलो रहेछ अगाडि त्यहाँ बाह्रकुने दह भनेर लेखा रहेछ यतातिर हाम्रो बहिनी सेल्फी हान्दै हुनुहुन्छ ए त्यहाँनिर चाहिँ अहिले व्यवस्थित भएर छ आयो हेर्नु त भेडा हेर्न भेडा हो कि के हो त्यो साँध हेर्न आयो हेर्नु त लगाए चाहिँ यो हाम्रो बाह्रकुने दह यता हुनुहुन्छ हाम्रो यहाँ सर हुनुहुन्छ दाङ जिल्लाकै सुप्रसिद्ध ठाउँ पर्यटकीय स्थलको रूपमा परिचित सुपरिचित भनौँ न सुपरिचित चाहिँ बाह्रकुने दह त्यो पक्कै पनि यसको चाहिँ 12वटा कुना भएकोले यसले चाहिँ बाह्रकुने भनेको हुनसक्छ होइन हामीले चाहिँ प्रारम्भिक अनुमान हो त्यो छ सायद हुनुपर्ने हो त है यहाँ पक्कै माछाहरू पनि रहेछ माछा मार्नु पाउने हो कि यो पानी कस्तो पापीहरू है माछा पानीमा छोडेको रहेछ कस्तो पापीहरू रहेछ होइन पापीहरू रहेछ पानीमा छोडेको छ यहाँ पानीमा डुबाइ यस्तो डुबाउनु भएन नि यार बाह्रकुने चाहिँ खासमा जोडीहरू आउने हो अरे होइन तर हामी चाहिँ सिङ्गल हामी पनि जोडी नै त हो नि होइन त समलिङ्गी छौँ हामी समलिङ्गी जोडीहरू है समलिङ्गी जोडीहरू आएको छौँ खासमा समलिङ्गी चाहिँ नभएर यहाँ विपरीत लिङ्गहरू चाहिँ आउने हो रहेछ के छ अरे अगाडि बढ्नु पुग्छ यताबाट जङ्गल बिचैमा रहेछ है रमाइलो रहेछ जस ठाउँहरू चाहिँ चारैतिरबाट जङ्गलले घेरेको है तर म पहिला आएको थिएँ अन्त एकचोटि आइसक्यो डुङ्गाहरू कि एकदम चढ्नु पाइदो रहेछ तर मैले यसले धेरै ठुलो सोचेको थिएँ यसले सानो रहेछ सर होइन समग्र रूपमा चाहिँ बाह्रकुने दह चाहिँ यो हुनुपर्ने यो जुन यो एरिया छ नि यो पुरै यो एरिया जति यो एरियाहरू पुरै सब हुनुपर्ने हो ट्रिटमेन्ट गरेको भए राम्रै हुन्छ तर भएन छ बिस्तारै होला होइन यहाँ माछाहरू कस्तो पापीहरू पानीमा छोडेको है हेर्नु त गरिरहेछ यो बाहिर आउनु के को यो चाहिँ बनाएको आफै बनाएको हो कि के हो होइन तपाईँले त्यही त समाउनु न तपाईँ म यहाँ माछाको लागि माछाको लागि आहार गर्दैछु होइन त्यो देखाउँछ ल यो चाहिँ बाह्रकुने दहमा पालिएका माछाहरू हुन् त्यो माछाहरूले हामीले चारो प्रदान गर्दैछ हामी दानाहरू कति ठुला रहेछ कि त्यहाँ कुनै कुनै हेर्नु त रातो माछा पनि रहेछ है अब चाहिँ दिपक सरले माछालाई चाहिँ दाना प्रदान गर्दै हुनुहुन्छ यहाँ चाहिँ निकै धर्मकर्मप्रति निकै आस्थावान मान्छे हो होइन यहाँ चाहिँ माछाहरू छ यहाँ माछाहरूले चाहिँ दाना प्रदान गर्दै हुनुहुन्छ यहाँले माछाहरू छ
ल ल ल भेडा साँडा चोबल्ने ठाउँ सम्पूर्ण भक्तजनहरूमा अनुरोध छ। यहाँ भेडा पनि काट्दो रहेछ होइन। ल त्यही भएर भेडाको यहाँ पनि छ भेडा। अर्को भेडा त्यो पारी छ, पारी कहाँनिर थियो, त्यहाँ पारी छ होइन। के साह्रो ह्यान्डसम हो र के हो र। भिडियो हो कि फोटो या फोटो खिचिरहेको छु। ल पोज दिँदै एउटा। हजुर मलाई बोला होइन। अब दिनु न त एकछिन ल चस्माको भाडा लाग्छ है हाम्रो फेरि। बरु हाम्रो आइफोनबाट खिचिदिनु होइन। यहाँ दुईजना दिदीहरू यस्तो राम्रो राम्रो दिदीहरू खिच्दै हुनुहुन्छ। तपाईँलाई स्वागत छ हाम्रो भ्लगमा। फोटोग्राफर होइन। यतिको राम्रो भए पो फोटो पनि राम्रो आउने हो त नि होइन। हाम्रो दुईजनाको चाहिँ फोटो ल हो, दुईजनाको खिचिदिनु यहाँबाट खिचिदिनु। हाम्रो खिचिदिनुहुन्छ ल ए हजुर समाइदिनु है। चस्मा लिनु लगाउनु किन बस्नु हो त? उठेर बसेर कसरी हुन्छ? नाचेर होइन घुमेर सुतेर यस्तो गरेर म यसरी त्यो यति बार ल्याएको छु है। यता हेर्नु यति बार ल्याएको छु। स्माइल प्लिज। मेरो भ्लग पनि खिचिदिनुहोस् न। ए यो भइरहेछ। ओके मलाई नदेखाए है यता ल उहाँ चाहिँ हाम्रो क्यामराम्यान हुनुहुन्छ होइन। बिर्सेको ल। भयो ओइ मेरो खिच्दै उता म चस्मा लाएर खिच्छु कि। पवित्र मन्दिरमा आएर पवित्र मनले फोटो चस्मा माग्नु ल। सरले उता मेरो उता घुमाउनु ल तपाईँको। ल यता हाम्रो सरले पोज सिकाइदिनु हुनुहुन्छ। दिदी चाहिँ बवाल बवाल लेख्दै होइन। होइन राम्रो छ। ल बवाल छ ल बवाल। पुरै नल्याउ ल। क्यामराम्यान चेन्ज हो। बाहिर गर्नु हेर्नु चाहिँ अनि थोरै त फ्याटेर हेर्नु। हात चाहिँ यस्तो गर्नु, यस्तो अलि उता फर्किनु हो। अनि एउटा हात चाहिँ अझ माथि लैजानु। हो नपकड्नु अर्को उठाको हात चाहिँ तल नपकड्नु। हामी पकडेर राम्रै हात हेर्नु। हात थोरै देखाउनु। अनि यो हात चाहिँ अलि उता, यो अलि थोरै। हो 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 ठिक छ होइन। दामी छ ल दामी छ। फोटोग्राफरै हो। अब आज पो क्यामेरा ल्याइएन। राम्रोसँग थोरै स्माइल बढाउनु बढाउनु थोरै बढाउनु। बढाउने चाहिँ के बढाउने? स्माइल बढाउने हो। यस्तो हो के नजिकबाट खिच्नु भनेको त्यो पुरै आहा। अनि यो अब ब्राइटनेस पनि बढेकै छैन। खै खै म पुरा मधुरो आहा। ल ल त्यसले फेरि फेरि ब्राइटनेस बढाएर होइन दसैँकै बेला त नमार्नु होला। होइन पिकनिकमा आएको नि त हामी। पारि पिङ रहेछ यार। सब जाने खेल्न जाऊँ ल। पिङ खेल्दिने। बालोपनको यार दिलाइदिनु पऱ्यो भने। लागि हामी यहाँनिर चाहिँ पिङ रहेछ। बाफ्रे बाह्र कुने होइन। तर यो सबै जिल्लाबाट ठुलो बनाउनु पर्ने क्या। यो भलि सानो भयो। सर अब यो चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्री म भयो भने अथवा चाहिँ भविष्यमा यहाँको यो क्षेत्रको चाहिँ म प्रतिनिधित्व गर्ने मान्छे भयो भने यसलाई चाहिँ 12 होइन 24 कुने बनाइदिन्छु। 24 कुने बनाएर होइन टक्क चाहिँ त्यो क्या
यो पनि यो यहाँसम्म थियो कि यहीँ आएको छ त डुङ्गा त यो डुङ्गा यो पक्कै पनि एउटा पुरानो डुङ्गा हो यो त्यो अर्को डुङ्गा आयो कि पहिला होइन पुरानो हो पक्कै यसको पनि आफ्नै बिस्कुट छोडेर जानु भएर चाहिँ यहाँ कसले भग्नावशेष अवस्थामा छ यो है यो सिमलको काठबाट बनाएको डुङ्गा यस्तो अवस्थामा रहेछ यो 12 कुनेमा। अब एकछिन हामी पिङ खेल्न जान्छौँ। पिङ खेल्नलाई भित्र जाने ठाउँ नै छैन जस्तो छ यहाँ, हामी मिल्दैन जस्तो छ नि। ताल लगाएको रहेछ यहाँ ताल लगाएको अवस्थामा छ होइन। ठिक छ हामी हेरेरै जाऊ, हेरेर मात्रै अब हामी जान्छ होला। यस्तो छ जस यताउता सबैतिर। अनि अगाडि जो कुरा छ 24 कुने बनाएर छ त कस्तो बनाउनु पर्छ भने 24 कुनामा चाहिँ त जोडीहरू बस्ने क्या 24 जोडीहरू होइन त्यो बिहा पनि 24 जनाको एकैचोटि गरिदिने होइन 24 जोडी क्या। अनि त्यो यसको नामै त्यस्तो किसिमको भएर त्यस्तो बनाउनु पर्यो 12 कुना बनाएर टक्क त्यो भित्र चाहिँ होइन। अनि त्यो क्या छ जोडी मात्र बस्ने क्या, त्योभन्दा अरू अलग नहुने भविष्यमा जोडी लिएर आउनु पर्यो होइन। त्यो 24 कुनाभित्र एउटा कुनामा हामी पनि बस्न पाऊँ होइन। टक्क लाएर चिसो हावा खाँदै होइन त्यो मनमा रहेका त्यो मनोस्मृतिका भावनाहरूमा बगिँदै होइन बस्नुको मजा बेग्लै छ। त्यस्तो किसिमको बनायो भने पक्कै पनि सबै आउनुहुन्छ सबै जोडीहरू। त्यो अब हामीले हाम्रो ठाउँमा गर्नुपर्ने भयो होइन, त्यसो भए त्यस्तो खालको। त्यसपछि अब हामीले चाहिँ 24 कुने बनाउनु पर्छ होइन। यहाँ चाहिँ 12 कुने भयो, हामीले चाहिँ 24 कुने 12 कुने अहिले अटिला जस्तो लागेन कि हामीलाई, किनभने टाढाबाट आइयो हुन्छ त्यो अब अगाडि बसिरहेको हुन्छ नि, हाम्रो लागि ठाउँ भएन नि त। ठाउँ भएन भने यस्तो कुरो हो होइन। यहाँ दिदीहरू पनि आउनुभएको छ जस्तै यहाँ पनि अब समलिङ्गी नै हुनुहुन्छ जस्तै पीडित हुनुहुन्छ यहाँ पनि होइन। त्यसमा चाहिँ उहाँहरू 12वटा कुनामा मात्र अटाउनुहुन्छ। त्यसमा साइजै हेर्नुहोस् दिदीको कस्तो छ साइज चाहिँ। सरी दिदी यो के हो रे, के भन्छ यसलाई? सात रहेछ यहाँ। भेडाको बोका हो कि भेडाको यो भेडाको बोका हो। आँखा हेर्नु रिसा रहेछ है। बोका नै के हो हेर्छु बोका नै हो ए भाले जाति हो यसलाई चाहिँ हामी यसरी थाहा हुन्छ है। भेडाको बोका हो कि होइन भन्ने कुरा चाहिँ यहाँदेखि थाहा हुन्छ गाइज है। यो अगाडि हेरेर अलिक थाहा हुन्छ, तर यो सिङले पनि थाहा हुन्छ। सिङ टाइपको पनि हुनसक्यो होइन। यसको बनोट चाहिँ अलिकति त्यो पोथी जातिको भन्दा चाहिँ अलिक भाले जातिको फरकै हुन्छ, हरेक कुराहरू फरकै हुन्छ। जस्तै यसको चाहिँ बाहिरी आवरण हेरेर मात्रै यसको चाहिँ पत्ता लगाउन सकिँदैन। यसको अलिक राम्रोसँग गर्नुपर्छ होइन। घप्नु पर्नै पर्छ है गाइज है। थोरै निहुरेर हेऱ्यौँ भने मात्रै यसलाई लगाउन सहज हुन्छ। ठिक छ यो पनि यो भेडाको बोका रहेछ यो होइन। यो चाहिँ यहाँ जोडीहरू बस्ने ठाउँ यहाँ है। ल एउटा इमेजिन गरेर एउटा पोज दिनुहोस् जोडी, साइडमा जोडी छ भन्ने तरिकाले है। ल वाह जोडी हुन्थ्यो, यस्तो हुन्थ्यो है, यस्तो हुन्थ्यो, फुल हुन्थ्यो, फरक हुन्थ्यो। अब भने हाम्रो चाहिँ उयोहरू यतैतिर छन् होइन साथीहरू। हाम्रो जोडी भनेको यही मात्रै हो। हाम्रो जोडी भनेको यही हो। यो जोडीसँगै अब सबै टुटिसक्यो होइन। अब भिटेका सबै कुराहरूले बोल्नु के छ। हामी के नास्ता खान्छौँ कि अब गइहाल्छौँ? अब खाना खान जाने अरे, जाउँ खाना खाउँला होइन डाइरेक्ट। ल उता खाना पछि हुने होइन के गर्नुपर्छ। अब हामी चाहिँ अब गन्तव्य फेरि अब आइपुगे पश्चात हामी फेरि अब रिटर्न हुन्छौँ होइन। अब हाम्रो यात्रा यहीँ समाप्त हुँदै अब कुनै बसाइमा फेरि अब अर्को बसाइमा। थ्याङ्क यू भेरी मच छ कि आज। ल गाइज हामी हिँड्यो है। हाम्रो सेल्फी फोटो नै भएको छैन, एउटा फोटो हान्नुपर्ने हो।